यल महानगरपालिका कोरोना विरुद्ध या बुस्टर डोज खोप बिउगुदु बुस्टर डोज खोप माघ 4 गते से 6 गते तक बिउगुखा यलया सर्वाङ्ग अस्पताल कुपोण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल फुलचोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल फुलचोक, बीएनबी अस्पताल ग्वारको, मेडिसिटी अस्पताल नखु व सुमेरु अस्पताल थापाखेल पाखे बुस्टर डोज खोप बिउगुखा बुस्टर डोज खोप अग्रपङ्क्ति खटे जीपी स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, सरसफाई कर्मी, एम्बुलेन्स सब वाहन चालक, महिला स्वयंसेवक लगायत यात बिउगुखा बुस्टर डोज लागि हो यो 6 महिना ढंगा यूज एलिजिबल जो जेठो बुस्टर डोज का हो फुलकला छु इम्युनिटी चाहिँ बढी चाहिँ हिसाबमा चाहिँ प्यान औरासन मा चाहिँ परिवारको लागि र सेफ्टी हिसाबमा चाहिँ अथे सरकारी व सामुदायिक सङ्घ संस्था ज्याएपी कर्मचारी, बैंकिङ सेवाय कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलीय खते जीपी कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक व सहचालक यातन बुस्टर डोज खोप बिउगुखा बुस्टर डोज चाहिँ नेपाल सरकारले जो मान्छेले चाहिँ दुईटा के अरे खोप लाए यहाँभन्दा पहिला त्यसपछि चाहिँ यो सबैलाई चाहिँ होइन यो फ्रन्टलाइनको व्यक्तिहरू भन्नाले चाहिँ अब नेपाल सरकारले तोकेको छ त्यसमा चाहिँ सरसफाइ गर्ने स्वास्थ्य कर्मीहरू अनि सार्वजनिक संस्था के अरे ट्रान्सपोर्टेसनमा काम गर्ने ड्राइभरहरू अब धेरै त्यस्तै अनि ब्याङ्क सेक्टरका के अरे कर्मचारीहरू यस्तो गरेर 8-10 भिजा छुट्यायो त्यो अनुसारको चाहिँ अहिले खोप कार्यक्रम भइरहेको छ निगुगु डोज खोप कागु खुला पुरा जुगु लक्षित वर्ग या त खोप कार्ड व ज्याकु या परिचय पत्र आधारे बुस्टर डोज खोप बिउगुखा